पहिला त मिस्टर बिस्टको त्यो मैले बताइराख्नु पर्दैन। मेरो मतलब मिस्टर बिस्टलाई नचिन्ने सायदै कोही होला जो आफ्नो धेरै समय युट्युबमा बिताउँछ। यो मान्छेले एउटा भिडियोमा जति पैसा खर्च गर्छ त्यति पैसाले त हामी जस्तो साधारण मान्छेलाई जिन्दगीभरि खाना लाउन पुग्छ। बट मिस्टर बिस्ट इज जस्ट नट अ मनी ब्रो, ही इज अ बिस्ट लेभल जिनियस। सबैजना भन्छन् मिस्टर बिस्टसँग टन्नै पैसा छ, त्यही भएर मिस्टर बिस्टले यो लेभलको भाइरल भिडियोहरू बनाउन सक्छन्। तर सत्य कुरा यो पनि हो, पैसा धेरै भएर मात्र पनि भिडियोहरू भाइरल गर्न सकिँदैन। मिस्टर बिस्टको भिडियो बनाउने कन्सेप्ट नै मान्छेलाई एकैचोटि लत लगाउने खालको हुन्छ। लाइक लास्ट टु लिभ सर्कल विन 500,000 अनि $1 भर्सेस $1 million होटल एक्सपिरियन्स। यस्तो खालको भिडियोहरू सबैलाई मनपर्छ। यस्तो भिडियोहरू एकचोटि हेरेपछि बार बार हेर्न मन लाग्छ सबैलाई। जब तपाईँ मिस्टर बिस्टको एउटा भिडियो हेर्नुहुन्छ त्यसपछि तपाईँलाई मिस्टर बिस्टको सब्सक्राइबर हुनबाट कसैले रोक्न सक्दैन। एकचोटि मिस्टर बिस्टको भिडियोमा क्लिक गरिसकेपछि 3 सेकेन्डमा हुक, 10 सेकेन्डमा ट्विस्ट,